वेलकम टू माई युट्युब च्यानल गाइज आरजेएस ब्लग। आज चाहिँ म मेरो कपाल काट्न जाँदैछु हैन। काट्न दिए जस्तै तल काट्यो तर माथिको लामो लामो भन्यो हैन। अनि फेरि सेक्रेट यो काममा डिसिप्लिनै भएन भन्ने कुरा गरेकै सबैजनाले। सो अहिले चाहिँ म कपाल काट्न जाँदैछु। चट्टसँगले कपाल हान्दिने हैन। अलिअलि छोटो पारेँ, त्यति साह्रो छोटो हुँदैन, धेरै छोटो पारेँ फेरि सुहाउँदैन कि मलाई, फेरि पुरै नै जिडी गण्डा देखिन्छ। सो अहिले चाहिँ साथी र म जाँदैछौँ। म बस्ने बिल्डिङ चाहिँ माथि हो हैन। ट्याक्कसँगले काम पनि यही गर्ने हो हामी, बस्न पनि यही बस्छौँ, काम पनि यही गर्छौँ। सो जाने चाहिँ हामी उता पर हो, टक्कसँगले पर जान्छौँ हैन। एकछिनपछि अनि ट्याक्क कपाल सपाल काट्छ, चट्ट फर्किन्छौँ हामी। सामान पनि केही ल्याउनु छ हामीले हैन, खद्दैन सामानहरू ल्याउनुपर्छ, किनभने खानुपर्छ। खानाको लागि त हामीले ल्याउनै पर्छ हैन। त्यो साथी अगाडि अगाडि हिँडिराखेको छ हैन। ट्याक्कसँगले पुरै थोडा देखाउनु मिल्दैन उसको पछाडिबाट। हामीले काम गर्ने बिल्डिङ चाहिँ यो हैन, बबाल छ हैन। छवटा बिल्डिङ छ यहाँ चाहिँ, एदेखि एफसम्म बबाल छ। रोटै रोट हामी जाँदैछौँ हैन। ट्याक्कसँगले बबाल हुनेवाला छ हैन। जस ड्युटीबाट आएको बित्तिकै हिँडेको हैन, पुरै मुख पनि धुको छैन हैन, एकदम पुरै यो चिल्लो चिल्लो भइरहेछ के, त्यस्तो भइरहेको छ। जान चाहिँ हामी लगभग 5 मिनट लाग्छ पर पुग्नलाई। पनि हामी सामान चाहिँ त्यहाँ पर्खिन्छौँ त्यहाँबाट। तर हैन हामी आज चाहिँ यताको पसल जाने भनेर आएको। कन्टिन्यू हिजोकै भ्लगलाई गरौँ हैन। हुन त 2-3 मिनटको 1 मिनटको के भ्लग हुनु र पनि बोल्ने प्र्याक्टिस हो। हिजो चाहिँ राम्रोसँगले भिडियो बनाउनै पाइएन के। गइसकेपछि कपाल काट्नु धुमधाम लागिहाल्यो, अलिकति भिडभाड पनि थियो, अनि भिडियो बनाउनु पाइएन। त्यस पछाडि भिडियो बनाइएन। अनि सामान फेरि दुईटै हातमा बोकेर लिएर आएको के। अनि दुईटै हातमा बोकेको नि फेरि त्यो मोबाइल समाउने वातावरण नै भएन। अनि गयो कपाल त काट्यो, खोइ कस्तो काट्यो थाहै भएन, मलाई आफै थाहा भएन अब हैन। गएको छोटोमा त पारिदियो भनेको, कस्तो खालको छोटो पारिदियो पर्दियो। त्योभन्दा छोटो काट्नु जोनी सिङ जस्तो देखिने भने डर हैन। अनि त्यो भएर चाहिँ यतिकै छोडिदियो हैन। यतिकै आइसकेपछि बेलुका फेरि खानासाना बनायो, के गर्यो, खाइयो, त्यतिकैमा टाइम गयो। अहिले चाहिँ फेरि हल्का ड्युटीमा चाहिँ टाइम निकालेर बसेर त्यसलाई नै कन्टिन्यू गरिदिउँ न त। यसो बरु 1-2 मिनटको भाउ पनि हालिदिइराखौँ हैन। युट्युबलाई पनि ग्रो हुँदै गर्छ भनेर चाहिँ हैन, आफ्नो च्यानल पनि ग्रो हुँदै हुन्छ भनेर चाहिँ मैले त्यसलाई नै कन्टिन्यू गर्दैछु। युनिफर्ममै छु, वास्तवमा मैले युनिफर्ममा भिडियो चाहिँ बनाउनु पाउँदिनँ हैन। यदि मलाई कम्पनी थाहा भने त फेरि दिन्छ नि, डर छ नि, मलाई पनि गाह्रो छ। र पनि गरेर खानै पर्यो भनेर चाहिँ यसो हालेको हैन। त्यो हैन, त्यसै छ गाइस। अब हाल्ने कोसिस छ कन्टिन्यू, अलिक लामो भिडियो हैन। महिनामा एउटा दुईटा जति सकिन्छ त्यति टाइम मिल्दाखेरि हाल्नु चाहिँ भनेको हैन। कसरी हाल्ने भन्ने हो थाहा छैन, टपिक पनि के गर्ने, कसरी बनाउने, जिन्दगी घोल्टिङ छ यार। हस् त ल, सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि सपोर्ट मी, तपाईँहरूलाई पनि म सपोर्ट गर्नेछु। थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा।